रुखमा आफू ल्याउँदैछु है गो गो हेलो एभ्रिवान स्वागत छ हजुरलाई मेरो मिनी ब्लगमा आज चाहिँ हामीहरू यसको रातो भाले प्लस रोटी पकाएर सबलाई चखाएर कस्तो छ आजको टेस्ट यो हाम्रो लोकल भालेको लेट्स सी एभ्रिवान साथीहरू यसको भुदा फाल्ने कार्यक्रम चाहिँ जारी छ अनि लगभग यो धेरै मोटो छ यो चाहिँ मासु पनि यसको त चम्चमौवा भन्छ साथीहरू मैले फाल्ने पर्दैन दादा एन्सी देखेर बाबु थाहा ह्यान्डसम ल हेल्प गर्न दादालाई माउनी पर्दैन यो किन गर्छ दादा दुईटा बोसर बुच्चाहरू मैले यसो कलाएर बनाउँछु दादा आँखा चिम्म गर होइन हजुर तपाईँलाई म 3टा पात देखाउँछु 3टा पात होइन 3टा पात चपा होइन तर म पहिले भनिदिन्छु है कुन पात हो के भन्छ यो के यसको आँप अनि निम्बु अनि अर्को एउटा तर म कुन पात भनेपछि के अरे बुगाइनोको पात 3टा पातमध्ये आँखा चिम्म यसको टेस्ट पत्ता लगा निम्बुको कुन हो बुगाइनको कुन हो अनि यसको के अरे आँपको कुन हो त्यो पत्ता लगा म तँलाई जे भन्छ त्यो दिन्छु मैले ल सर्त भयो त भाइ ल भिडियोमा कैद छ ल हुन्छ कि नै ल म एकैछिन कट नहोस् स्टप मात्रै जे भन्छ त्यो यसले टेस्ट थाहा पान्न कि यसले अब थाहा पाउँछु नि आँखा खोल्नु पनि टेस्ट भन्नु पऱ्यो फेरि त्यही त बुगानाको तितो तितो हुन्छ त्यो अहिले नभन्नु भाउ त्यो पछि भन्नु त्यो अहिले त थोरै भयो त नि आँपको अनि निम्बुको होइन टेस्ट गरेलो एक लट फेरि अहिले किन फेरि त्यो कहाँ पाइन्छ फेरि चाखाउन अलिकति दादा चाख्नु त अहिले पालाउनु त कस्तो चाख्छ हेरौँ न त अहिले अनि थाहा हुन्छ क्या त्यो चाख्नु सक्ने हुन्न बाबु त्यस्तो गर्नु त जोड पनि थाहा हुन्छ त ल भालेको अन्डा गोप 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 समझ रहे हो आप अन्डा कस्तो माथि कस्तो तैँले फेरि म फेरि यस्तो फेरि सुन म तँलाई पुरै यत्रो हिन्ट दिन्न कि यस्तो यो होइन नि फेरि आफै पत्ता लगाउनु पऱ्यो फेरि टेस्ट पत्ता लगाउनु पऱ्यो क्या टेस्ट 3टा मध्ये आँपको बुगाइनाको कागतीको ल आँखा चाहिँ मगर यसले आँखा खोल्नु पाइन्न है साथीहरू आँगर न आँगर हो कस्तो बोल्दैन भन् कसम खोल्दैन क्या बस एक मिनट टिप्दैन बाबु अभी मजा आएगा ना भिडो रुखमा आफू ल्याउँदैछु है गो गो आँप होइन के खाइछ के डोलो भन् पत्ता लगाला भने के हो यो उता के खाएर चक्राको के हो त्यो भन्न आँपको हो कि कागतीको हो कि बगाइनाको हो कि के को यसको भर्जिनको नै फोर्सेल छ यार चितो चितो भयो अबे तल आइन कि त्यो रबिन ओ रबिन यसको भर्जिनको नै फोर्सेल रबिन बाबु त्यो होइन बे टाउको खै त अब यसको
दादा गुगाइसिन्छ यार टेस्ट कस्तो टेस्ट पात बन्नु गुगाइसिन्छ टेस्ट कसरी टेस्ट सो स्वीट 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 फ्यान्टास्टिक के को स्वाद रहेछ बाबु आँपको कि बगैनाको के को रहेछ यो सल्लाहको गुगु रहेछ मिस्टेक परेछ अबदेखि यस्तो गेम नखेल्नु होला रविलाई भर्जिन पर्दैन यसको नभने भन्दैन भर्जिन साँच्चै पर्दैन भइसक्यो बेला धारामा धुनुपर्छ है हामीलाई खोलामा फाल्नुपर्छ रक्क लाएर साथीले पोज दियो रे किन बसेको किन हामीले उस्तै गरेर आफ्नो मात्र जित्दै बस्ने फेरि बुढीको मन दुख्न पाइन्छ फेरि मासु काट्न खाने त्यसको साबान त्यो पागला त तल घुप्पर राख्ने मासु सिलिकको मासु आदि काटिन्छ नि पो हान्ने हो त नि ओडाएर उल्टोपट्टि जान्छ त्यहाँबाट त्यहाँबाट चलाउनु पर्छ किन चलाउनु मासु पारा भगवान भिडियोमा नाइनो क्या किन सिसी गयो दुइटै भिडियो लाइदिने क्या सानो डिउलर हुन्छ है जे पर्छ साला मसँग तल सिसीमा दिन्छ क्या पेटी मान्छेले क्या दिन्छ क्या अनि जान यसो सिरियस क्या कमाइ त ada पैसा कहाँ रहा है आपका क्या कुछ कवरा को शॉट मारा बजा अहिले सानसानो चक्टा बनाइछ है दादा है सानसानै छन् भयो ल साथीहरु मैले चाहिँ
अब मासु पकाउँदैछु के कस्तो हुन्छ भिडियो अन्तिमसम्म हेरिदिनु होला नछुटाइकन हेरिदिनु होला है त लेट्स सी ल साथीहरू मैले चाहिँ प्याज हालिसक्यो यो चाहिँ मैले बनाएको रोटी हो साथीहरू कतिपयले त रविको यही कुरालाई लिएर पनि बालेनसँग दूरी भएको बाटो बिरायो भने सरकारलाई जतिखेर पनि काम समाउन सक्ने क्षमता खासमा किन यस्तो छ किन सधैँ सरकार वायुबारे कृषिबारे हुन्छ किन सत्तारूढ दलका नेताहरूकै बिचमा भाजु म भन्दैन यार म त पछिमा लास्टमा सकिसक्यो यसो त्यही पनि बनाउनु लाग्यो यसो ल साथीहरू फाइनल्ली कन्न कुत्थ गर्दै गानो गई रोटी हालियो गाह्रो पिरो अप्ठ्यारो नमान्नु होला अलिअलि यस्तो यस्तो पनि छ अवस्था अनि किनकि यो आगो हो नि त आगोमा पकाएको अर्ग्यानिक रोटी आफ्नै करेसाबारीमा फलाएको गाउँको मलाई सिकाइदिन्छु ट्यालेन्ट दादा जिउ पनि देखाइँदैन जिउ पनि छ उतापट्टि साइडमा ल अब रोटी चाहिँ ल साथीहरू ड्याडी यो को आउने हो बाबुले या बाबु दे एक एकवटा सबलाई फ्याट यो मासु पनि मैले यस्तो ड्राई फ्राई हानेर ग्रेभी बनाएको रोटी बनाहन मासु बनाहन everybody खै त उयो खै त ल साथीहरू अब चाहिँ हामी खाना खान्छौँ पछि चाहिँ भेट्नेछौँ बाई बाई लेट्स एभ्रिवान हामी चाहिँ खानसाना खाइसकेर हजुरमा फेरि पनि आइसकेको छु अब चाहिँ नेक्स्ट भिडियो अर्को नेक्स्ट ब्लगमा बाई बाई गुड नाइट